छिटो छ मेसिन भावना छैन मानव बिना भविष्य छैन। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस कार्यक्रमका आदरणीय सभाध्यक्षज्यू, अतिथिगण, निर्णायक मण्डल, आदरणीय गुरुवर्ग, समय शिक्षकज्यू, प्रतिस्पर्धी एवं अप्रतिस्पर्धी मित्रमा म महेन्द्रबारे माध्यमिक विद्यालयको छात्रा पूर्णिमा विकको तर्फबाट हार्दिक नमस्कार। आज म कृत्रिम बुद्धिमत्ताले भविष्यमा मानिसको भूमिका घटाउँछ भन्ने विषयको पक्षको तर्फबाट आफ्ना केही भनाइहरू राख्न जाँदैछु। सबैभन्दा पहिला त हामीलाई कृत्रिम बुद्धिमत्ता भनेको के हो भनेर बुझ्न आवश्यक छ। कृत्रिम बुद्धिमत्ता भनेको यस्तो प्रविधि हो जसले मानिसले जस्तै सोच्न, सिक्न र निर्णय गर्न सक्छ। आजको युग प्रविधिको युग हो र यो प्रविधिको सबैभन्दा शक्तिशाली रूप नै एआई हो। यो सन् 1950 को दशकदेखि प्रारम्भ भए यसले सन् 1960 को दशकमा गति लिएको देखिन्छ। यसले आफूलाई आधुनिक डिजिटल सूचनाको विशाल भण्डारणबाट समृद्ध गराउँदै जेनेरेटिभ एआईसम्म विकास गरेको छ। आज हामी वरपर हेरेर नै थाहा हुन्छौँ, मानिसले गर्ने हरेक काम आज मेसिनले गर्न थालेका छन्। बैंकमा पहिला धेरै कर्मचारी आवश्यक पर्थे, तर आज मोबाइल बैंकिङ र एटिएमले आज तिनीहरूको भूमिका घटाइदिएको छ। उद्योग धन्दामा कामदारको सट्टामा रोबोटको प्रयोग गर्न थालिएको छ। कार्यालयहरूमा फाइल तथा फोल्डर मिलाउनका लागि कम्प्युटर र सफ्टवेयरको प्रयोग गर्न थालिएको छ। एआई मानिसभन्दा छिटो, सस्तो र प्रभावकारी छ। मानिस थाक्छ, बिरामी हुन्छ, मानिसले गल्ती गर्छ, तर एआई न त थाक्छ न त बिरामी हुन्छ न त एआईलाई तलब नै दिनुपर्छ। त्यही कारणले आजका कम्पनीहरूमा मानिसको सट्टामा एआईलाई प्रयोग गर्न थालिएको छ। यसले मानिसको भूमिका खोज्दै गएको छ। भविष्यमा एआई अझै परिष्कृत हुँदै जानेछ। आज हामी चालकविहीन गाडी, डिजिटल सहायक जस्ता उदाहरण देखिरहेका छौँ। भोलि चालक, लेखापट, क्यासियर जस्ता पेसाहरूमा मानिसको आवश्यकता कम हुँदै जानेछ। एआईसँग स्वयं पनि निर्भर हुँदै गएको छ। मानिसले सानो कुरा पनि एआईसँग सोच्छ। यसले मानिसको सोच्ने, निर्णय गर्ने र मेहनत गर्ने मानवीय बानीलाई कमजोर बनाउँदै गएको छ। भावना चाहिने केही पेसा बाहेक अन्य कामहरूमा एआईले गर्ने भएकाले एआईले अन्य कामहरूमा मानिसलाई विस्थापित गरिदिएको छ। अन्त्यमा म यही भन्न चाहन्छु कि कृत्रिम बुद्धिमत्ताले भविष्यमा मानिसको भूमिका घटाउँछ। धन्यवाद।